हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। आजको भिडियो चाहिँ एकदम छोटो मिठो र एकदम विशेष छ। यो मेरो लागि चाहिँ एकदम विशेष हो हैन। मेरो बाबुको प्री स्कुल ग्रेजुएसन, प्री स्कुल सक्यो। अब मेरो बाबुले चाहिँ वैशाखदेखि स्कुल सुरु गर्दैछ। अनि पहिला त ब्याचलर सकेर ग्रेजुएसन हुन्थ्यो। अचेल चाहिँ बच्चालाई मोटिभेट गर्नको लागि सबै स्कुलहरूले यस्तो गराउँदो रहेछ हैन। एकदम राम्रो, खुसी लाग्यो। त्यही पनि प्रोग्राममा पुग्यौँ हामी है। प्रोग्राम हामी जाँदाखेरि ठ्याक्क वेलकम डान्स हुँदै थियो के, प्रोग्राम स्टार्ट भइसकेछ है। बच्चाहरूलाई चाहिँ बिहानै पुऱ्याएको, बाबुलाई चाहिँ बिहानै लगेको थियो, 8:30 बजे नै पुऱ्याइदिएको। अनि हामी चाहिँ 10:30 बजीतिर गएको थियौँ। 10 बजे भनेको थियो, 10:30 बजीतिर गएको थियौँ। अनि ठ्याक्क मेरो बाबुको पनि डान्स रहेछ हैन। ऊ त डान्स गर्नै मान्दैन स्कुलमा। त मलाई साथीहरूले जिस्काउँछन् के म कसरी डान्स गर्नु भन्छ। घरमा चाहिँ बुरुक उफ्रिन्छ हैन। हत्तपत्त मान्दैन थियो। त्यही पनि म्यामले बल्ल एउटामा राखिदिनु भएको थियो हैन। 3वटामा डान्समा थियो अनि नमानेर एउटामा मात्र पछि र्याम्समा मात्र राखिदिनु भएको के, गर्नै नमानेर। अनि यहाँनिर यो कालो टी सर्ट लगाउने देखिया त छैन, टाढाबाट खिचेको भिडियो हैन। डान्स गर्दैछ। अनि यहाँनिर चाहिँ बच्चाहरूको र्याम्प वर्क सुरु भयो है। मैले यसो अलिअलि क्लिप बनाएको छु। अब चाहिँ सबै प्रोग्रामहरू, अगाडिको डान्सहरू, र्याम्सहरू, सिङ्गिङ सबै कुराहरू सकिसकेपछि चाहिँ अब सर्टिफिकेट दिने बाबुहरूलाई ग्रेजुएसनको चाहिँ कार्यक्रम थियो लास्टमा चाहिँ। अब बाबुको चाहिँ आउने बेला भयो। यहाँ चाहिँ हामी खाजा लिएर, खाजा दिनुभएको थियो, लिएर बसेका थियौँ। This is Mr. Grishman Saud. Congratulations, Mr. Grishman Saud. I'd like to call up on the stage. Next is Ms. Isika Kharga. बाबुले चाहिँ ग्रेजुएसन सर्टिफिकेट पनि पाइसक्यो हैन। अनिखेर यो चाहिँ मैले सर यसरी घुमाएर भिडियो बनाएको थिएँ है। अनि अब बच्चाहरू एकदम धेरैजना थिए हैन। कति ल हेर्नु न, टन्नै बच्चाहरू छन् क्या। कतिजना भन्दा त ठ्याक्कै मैले थाहा पाएन हैन। गन्दा नि गर्निन, बिर्सेँ। अनि याद पनि गरिनँ। त्यहाँ भन्दै हुनुहुन्थ्यो रोल नम्बर वाइज नै बोलाउनु भएको थियो, बोलाउन त। अनिखेर मेरो बाबुकै चाहिँ अब 6 रोल नम्बर हो के, अल्फाबेट अनुसार राखेर अब जीबाट आउने भएर अलि अगाडि नै पालो आउँथ्यो र अनि अगाडि नै सजिलो हुने क्या। अनि यसपछि चाहिँ अब सबै टिचर, स्कुलको टिचरहरूसँग यसरी ग्रुप फोटो सेसन भइसकेपछि चाहिँ पेरेन्ट्सहरूसँग पनि इन्डिभिजुअल फोटो खिच्ने कार्यक्रम थियो हैन। सबै बच्चाहरूको प्यारेन्ट्सहरू अब एक-एकजना गरेर स्टेजमा गएर फोटो खिच्दा त धेरै टाइम लाग्छ। यति धेरैजना बच्चाहरू थिए हैन। सबैजनाले त्यही पनि फोटो खिच्यौँ, हामीले पनि खिच्यौँ हैन। हामी 2जना गएको थियौँ, बाबा मम्मी नै। बच्चाहरूलाई यस्तो राम्रो देखिएको है। कति धेरै बच्चाहरू थिए। अनि कस्तो क्युट देखियो के आमा, कस्तो राम्रो सुहाएको है। वारपार, स्टेजको वारपार थिए। 2टा सेक्सन छ है। अनि टन्नै रहेछन् क्या युकेजीमा पनि बच्चाहरू। मैले त यति धेरै होलान् भनेर एक्सपेक्ट नै गरेको थिइनँ है। अनि सबैजनाले अब त्यहाँ मिलाउनै झन्झट, यसो गर उसो गर, यताउता। म्यामहरूलाई पनि कति गाह्रो है। बच्चालाई पढाउन एकदमै गाह्रो हुन्छ नि, सबैभन्दा धेरै गाह्रो हुन्छ। अनि यहाँ फोटोहरू खिच्नुभयो सर म्यामहरूले पनि, सबै स्कुलको टिमले खिच्नुभयो। अनि बच्चाहरूको पनि यसरी सिङ्गल खिचिदिनु भयो। त्यसपछि पेरेन्ट्सहरूसँग पनि इन्डिभिजुअल फोटोहरू खिचाउनु भयो। सबैको पेरेन्ट्सहरू, यति धेरै बच्चाहरूको इन्डिभिजुअल फोटोहरू पनि खिचेको के, एक-एकजना गएर स्टेजमा है। अनि यहाँ चाहिँ गमक्क परेर बस्नु भएको छ मेरो राजा चाहिँ। त्यो सर्टिफिकेट म बोकिदिन्छु, झर्छ फुट्छ भन्दा पनि मलाई नदिएको क्या। यो त मेरो हो, यो मै बोक्ने हो, यो त मेरो, कहाँ हजुरको हो भन्दै थियो। नदिइराखेको थियो हैन। अनि यसपछि बच्चाहरूको चाहिँ टोपी उडाउने प्रोग्राम पनि थियो। अब बाहिर पनि लिएर आएर हामीले आफ्नो फोनबाट पनि बाबुको फोटो खिच्दियौँ हैन यसरी। अनि त्यसपछि चाहिँ टोपी उडाउने कार्यक्रम भनेर अगाडि गेटतिर लगेर गर्ने भनेर म्यामहरूले चाहिँ लाइन लगाएर बच्चाहरू लिएर जानुभयो। हामी पनि पछि भिडियो खिच्दै गएँ म पनि हैन। के कुद्नु सक्दैन। अब चाहिँ भिडियो पनि लगभग अन्तिमतिर आइपुग्न लाग्यो हैन। यहाँ चाहिँ म चाहिँ आफू पनि देखियोस् भनेर होला अरे क्या हैन। भनेर होला अरे हैन, आफू पनि देखियोस् भनेरै हो। आफ्नो पनि भिडियो अगाडि बनाउँदै हैन, अगाडि क्यामेरा फर्काएर। अनि यहाँनिर चाहिँ बच्चाहरूलाई टोपी उडाउन नसकेर नि अब के थाहा त है। अनि कतिचोटि टेक लियो। अब क्यामेरा पनि थियो नि त स्कुलको। अनि मिलेन भन्दै अनि 3-4 चोटि गराउनु भयो। त्यहाँ गराउनु भयो, अनि अगाडि उसमा गेटमा पनि गराउनु भयो हैन। बिचरा कति झन्झट भयो। गर्मी पनि भइसकेको थियो, हुपुक्क थियो के, धेरै घाम लागेको पनि हैन। एकदमै अहिले त पोल्युसन छ नि त धेरै,
अनि एकदम बच्चाहरू त त्यो लगाएर के न भयो जस्तो भइरहेको थियो क्या बाँधिए जस्तै भएको थियो बिचराको अब चाहिँ सबै प्रोग्राम सकिसकेर चाहिँ बच्चाहरूको पनि कपडा खोलिदिँदै हुनुहुन्छ होइन अनि घर जाने बेला भइसक्यो साथीहरू मेरो बाबुले नि खोलिसकेको थियो अब चाहिँ हामी घर जानको लागि निस्किन लागेको सबैजनाले मेरो भिडियोलाई लाइक गर्नुहोस् है त कमेन्ट गर्नुहोस् है मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोस् साथीहरू थ्याङ्क यू सो मच एभ्रिवान भन्दै हामी घरतिर लाग्दै सबैजनालाई बाई बाई भन्न चाहन्छु बाई बाई एभ्रिवान टेक केयर